अगाडि हेर्नु न ल ल ल हिँड 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 ल केटाहरू Con làm đây là chúng tôi pass vào của mày, con pass vào của mày. Pass anh đi. Hey,
बिस्तारै अब भाइहरूको रजाइतिर सानो सानो नानी बाबुहरूले जित गरेर मन पराइदिएर आमाहरू पनि सुन्न बाध्य भएको एउटा गीत थियो। प्रकाश सपुकसँगको मेरो पहिलो सहकार्य सररलाई बालै फरेर केटाहरू पनि रेडी नै केटाहरू पनि प्लिज म केटाहरूको पनि लाइन गाउँछु केटाहरूको साथ चाहिन्छ केटीहरूको लाइन गाउँदा केटीहरूको साथ चाहिन्छ बाचल 1 बजाइदिनु होला हेरौँ है त अब कसले जित्दै जान्छ अझै खोलिदिनुहोस् यो ट्र्याक अझै खोलिदिनुहोस् है राम्रो छ जिके साउन्ड धेरै धन्यवाद
जितिरहेछ उतातिर अलिअलि केटाहरू के हो कि जस्तो आइरहेछ है केटाहरूले जितेको अरे यहाँनिर अनि एक्लै एक्लै नाचेर जितेर हुन्छ त अनि कम्पिटिसन हुनु पनि त केटीहरूसँग केटा कम्पिटिसन उता भइरहेछ उता उठ्यो बसेमा केटीहरूले जितेछ त्यो चाहिँ स्योर त्यहाँ चाहिँ केटीहरू जितिरहेछ उठ्यो बस्यो पुरा कम्पिटिसन त्यहाँ चलिरहेछ ओके अहिलेको लागि यता यता अलिअलि हो कि यता यता अलिअलि हो कि गर्ने हाल्छ केटाहरू उहाँहरूको लागि विशेष केटा बिहे गर्ने बेला भयो केटाहरूलाई थाहा छ होइन ट्याक्क भने जस्तो केटी पाउनु छ नि केटा फलामको चिरो चाहिँ पाउनु जस्तै होइन कसै राम्रो केटीले बाल दिन्न कि डान ह्यान्डसम खोज्छ कि पैसावाला खोज्छ होइन अनि पैसा पनि छैन अनुहार पनि प्रिति हालेको जस्तो जस्तै मेकअप गरे मात्रै राम्रो होइन फिल्टर लगाए मात्रै राम्रो होइन अनि उस्तै उस्तै कान्छ भने जस्तो होइन अनि केटीले के हेर्छ त अनि सबलाई चाहिने ह्यान्डसम केटा सबलाई चाहिने धनी नहे पैर माया गर्ने मन हो हाम्रो पनि ओके माया जाल बजाइदिनु होला विशेष केटाहरूको लागि है त माया जाल मेरो आफ्नो ल शब्दसँग
ढिला नगरिकन आमाहरू कतिपय भाउजूहरू आमाहरू बुवाहरू चाहिँ दोहोरी कुर्नु भएको छ। यसले कति बेला यो हार हुरु सिद्धाउँछ र दोहोरी गाउँछ अनि सुनेर जाम्ला भन्नुभएको छ। त्यसकारण सबैको मन राख्नै पर्यो हजुर होइन। उहाँहरूको पनि मन राख्नको लागि खालि ठिटाहरू भनेको छु, ठिटीहरू भनेको छु है। आमाहरू पनि हुनुहुन्छ पैसा तिरेर आउनु भएको छ है, भाउजूहरू पनि हुनुहुन्छ, उहाँहरूको लागि दोहोरी पक्कै पनि हामी प्रस्तुत गर्नेछौँ। शिव अमालको आफैमा शब्दको खानी बाघ दोहोरीको आज गृह जिल्लामा आएर उहाँ जन्मस्थानमा आएर नर्भस हुनुभयो र अघि चेतन भाइ जस्तै हार्नुभयो भने आफै जानुन् होइन भने उहाँसँग आज टक्कर पर्नेवाला छ। मलाई आशा छ मलाई पनि मुस्किलै पर्ला।